भगवान हामीलाई गौ छर्न दिने हैनौ र। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लगमा सबैजनालाई स्वागत छ। र अबदेखि चाहिँ हिउँदे बाल लगाउने चाहिँ सिजन सुरु भएको छ होइन। देख्छ टक्क बारेमा अब चाहिँ जोताइ चलिरहेको छ अनि म पनि जोत्छु होइन। त्यहाँ चाहिँ लट्टो मेरो हातमा अब चाहिँ गौ छरिसकेको छ होइन। गौ चाहिँ अनि गौ छर्ने बार चाहिँ यत्रो छ कि साला होइन। एक दिन पुरा एक दिन लाग्छ कि अनि गौ चाहिँ यति पातलो पातलो हुन्छ यति यति टक्क बनाउनु दिन्छ जाउ। यो चाहिँ हाम्रो गौ छर्ने बेला भयो होइन। अनि अब चाहिँ गौ काट्ने भनेको हाम्रो चैत वैशाखमा हुन्छ टक्क बनाउँदैन थाहा पाएको छ होइन तिमीहरूले। अनि जस्ट आज चाहिँ रमाइलो हुनेवाला चाहिँ होइन। बल्ल चाहिँ आज यस्तो धोपी माराइ हुन्छ कि बल्ल होइन। फाइनली गाइज मैले चाहिँ यदि जोतिसकेँ होइन देख्न सक्छौ फाइनली। अब चाहिँ यो बाँकी छ अनि मम्मीले चाहिँ अब अनि ल्याएर आइछन् के ल्याइछौ भाइ। ओहो ओहो सागै आइसक्यो बारीमा हेर। यो हो के गाउँमा बसेपछि त आऊ खाना आऊ खाना। अब यति छ होइन। अब चाहिँ यति छ अनि अहिले चाहिँ कति बजी होला चाहिँ 8 बजिसक्यो। अब 9-10 बजीसम्म चाहिँ हामीले पुरै सक्नुपर्ने हुन्छ होइन। अनि बल्ल जान्छ चाहिँ अहिले सुस्ताउँदैछन् अलि जस्ट 12 चाहिँ आज फाटेको छ क्या 8 बजीको कति छ र अब बजी गएर अरू के भन्नु त फाइनल गाइज हाम्रो चाहिँ जोतेर लिर्को लगाएर होइन अनि गौ छरेर पनि सकिसक्यो र देख्छ चाहिँ पुरै होइन बारीमा। अब चाहिँ बल्ललाई फुकाउने बेला मात्रै भएको छ। आला हाल्यो हातले हालिन्छ क्या हातले हालिन्छ आला हाल्ने होइन। अनि त्यो बारीमा किन हालेनौ दुई छ। अब चाहिँ आला साला हालेर चाहिँ हामी चाहिँ अब घर जानुपर्ने हुन्छ। अनि दिउँसो चाहिँ तलको बारी छ अर्को होइन। अनि आज जस्ट 12 बजे आज जोताइ धेरै हुनेवाला छ कि किनकि भोलिबाट चाहिँ धेरै पानी पर्ने भनेको छ नि त होइन। ए मस्तसँग हो केटाहरू होइन। अब खानासारा खाएर चाहिँ 11-12 बजीतिर चाहिँ हामी फेरि बारी आउनुपर्ने हुन्छ तलको बारी सान्तराको होइन। त्यहाँ चाहिँ कस्तो छ भने चाहिँ गहिरो छैन अनि त्यहाँ पनि गौ रोप्यो ल ल आलो र यो देख्छ चाहिँ आलो चाहिँ यस्तो पारामा चाहिँ हुन्छ। जस्ट पारामा चाहिँ यसलाई चाहिँ 8 बनाउँछ कि होइन। 8 बनायो भने चाहिँ के हुन्छ भन्दाखेरि मुरी मुरीको हिसाबले 8 अनि मुरी भन्नाले चाहिँ यसलाई चाहिँ मानिन्छ कि होइन। देख्छ चाहिँ यस्तोले चाहिँ आलो रहेको छ। र अर्को बनाउँछ यस्तो कि यस्तो बनाउँछ अनि यस्तो बनाएन यस्तो बनाएन मलाई चाहिँ थाहा भएन। जस्ट 12 बजे अब चाहिँ पुगाएर हामी जानुपर्ने हुन्छ घर। र अब खानासाना खाएर चाहिँ तल बारी बाउरी आज फेरि जोताइ बच्चिनेवाला छ कि होइन धेरै नै। अनि भोलिबाट पानी पर्ने भनेको छ त्यही भएर चाहिँ आज फेरि अब सक्ने तल आज दिउँसो एउटा बारी सक्ने अनि भोलि बिहान चाहिँ एउटा बारी सकेर चाहिँ नै 2टा बारी सकेर चाहिँ भोलि 2टा बारी सकेर जानुपर्ने हुन्छ। देखिन्छ चाहिँ अब चाहिँ बल्ल पुगिसक्यो। अहिले दिउँसो लाग्दो भएको फाइनली घर आइसक्यो होइन। अनि खाना खाम न त अब। अनि के छ त भाइ हालखबर बदम कोट्याउने कहाँ कोट्याइदेऊ र ए त बदम खाने काम होला। उठा क्या उठा छिटो खाना खाना। कति दिन लाग्यो
अनि के छिटो त अब हामी चाहिँ खाना खाएर चाहिँ अब फेरि जोत्न जानुपर्ने हुन्छ बारी अनि दानासाना पकाएर खुवाएर चाहिँ बल्ललाई दिन्छ चाहिँ मस्तसँग होइन अनि बल्ललाई चाहिँ अब दाना पिरो खुवाएर घाँस सास खुवाएर चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ बारी जस्ट बाह्र चाहिँ बोय खाना खाल्यौ अनि यिनी बोयको हालखबर के छ त हे भगवान् हामीलाई गौ छर्न दिने होइन र हामीले के रोटी खानु पर्दैन र देख्न सक्छ होइन केटाहरू फाइनली मैले चाहिँ जोत्दैछु होइन हलो चलाउँदै चाहिँ तिम्रो कुरा गर्नु अनि आज चाहिँ होइन के भन्नु होइन जस्ट पारामा चाहिँ आज मौसम देख्न सक्छौ फेरि बदलिसकेको छ ए जस्ट पारामा चाहिँ अब पानी पर्नेवाला छ होइन म एकछिन बल्लमा रोक्दिनँ क्या अनि बार चाहिँ यो सकिसक्यो के अनि अहिले चाहिँ खाना गरे नास्ता सास्ता खाएर चाहिँ फेरि म यो लागिसकेँ होइन किनकि अब म एकछिन रोक्यो भने होइन यत्रो घाटा लाग्छ होइन घाटा हुन्छ क्या धेरै होइन अनि त्यही भएर चाहिँ म अहिले पाँच मलाई धेरै घाटा हुन्छ केटाहरू यो बार चाहिँ सक्नु बल्लले पनि गन्दैनन् क्या मासला लिन्छ त बल्ल चाहिँ यिनी हुन् जोत्दैन त्यही नि मैले धक्का मुक्की मारेर पनि जोत्दैछु होइन अनि यस्तरी जोत्नु पर्यो मस्तसँग केटाहरू रिल्याक्स छ होइन अनि अहिले चाहिँ मम्मी र बुवा आएका थिए अनि अघि नै मसँगै अनि अहिले चाहिँ बुवा जौलिन मम्मी चाहिँ अब घर गइसकिन् होइन यस्तो पानी पर्ने बेला अब यहाँ को बस्ला भनेर अनि मम्मीको हात पनि भिज्छ नि त होइन त्यही भएर चाहिँ गइसकिन् र अर्को कुरा के छ भन्दाखेरि अब चाहिँ पानी पर्छ होइन कोले गौ छरिसक्यो छरेनौ होइन अनि किसानलाई चाहिँ हुक्काउन लागिसक्यो पानीले अनि हे भगवान् पानी रोक्थ्यौ न होइन अनि यस्तै भन्दै चाहिँ म अब ल त जोत्छु होइन ल भाइ ल यो चाहिँ जोतिसक्यो होइन अनि अब चाहिँ लिरको चाहिँ भोलि लगाउने पानी पऱ्यो भने चाहिँ लगाउनु हुँदैन होइन किनकि अब टालिन सक्छ गहुँ अनि आज चाहिँ हामीले यो जोत्ने भनेको थियौँ अनि यो यो चाहिँ दिन्छ झार कस्तो छ र साथमा चाहिँ पानी पर्दैछ दिन्छ त होइन अनि यसको कारणले चाहिँ हामीले यसलाई चाहिँ आज छरेनौँ होइन यो चाहिँ चिरमेली छ क्या यसमा पुरै चिरमेली हो क्या यो होइन यो पुरा चिरमेली हो र त्यसैले चाहिँ हामीले यसलाई जोतिनौँ आज चाहिँ यसलाई यो चाहिँ हल्का उ थियो र यसलाई चाहिँ हामीले जोतिसक्यौँ होइन जुन चाहिँ अब घाँस काट्दैछन् अब घाँस काटेर चाहिँ हामी बल्ल चढ्दैछन् होइन अनि बल्ल चढेर हामी घर बस्नुहुन्छ अनि अर्को कुरा के छ भन्दाखेरि बारी नि यति कौलो छ नि यति उ छ नि गिलोकै गिलो भन्नाले गौ टालिन पनि सक्दैन जाग्न पनि सक्दैनन् होइन फेरि अर्कोचोटि छर्नु पर्दाखेरि मन चाहिँ किसानको कस्तो हुन्छ होला कि त्यही भएर हे भगवान् पानी नपारिदियो होइन अनि त्यही भएर चाहिँ म भन्छु ल बल्ल अब मस्तसँग चरा अघि जोत्नेवाला चढ्दै थिएँ हामी राति मैले होइन अनि त्यही भएर चाहिँ अब चरा हामी चाहिँ 1 बजी जोड्यौँ अहिले चाहिँ 4 बजिसक्यो पुरै सकिसक्यो होइन अनि 4 घन्टामा चाहिँ बारी सकिसक्यो भनेपछि अब यसलाई चाहिँ हामी पानी नपऱ्यो भने भोलि बिहान होइन यसलाई चाहिँ हामी सक्नुपर्ने हुन्छ यो अनि माथि चाहिँ जोतिसक्यौँ हामीले हिजो थाहा पाइसक्यो होइन अनि यहाँ छ अनि ऊ माथि छ अब बस यी तपाईँको चाहिँ जोति सकिन्छ यति भएपछि ल त यही हो होइन बारी ल होइन अनि अब चाहिँ कन्टिन्युस भयो लगाउँछ होइन सबैले साथ दिनु होला ल भाइ